सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई म स्वागत गर्न चाहन्छु। मैले चाहिँ आज यसो बजारतिर घुम्ने विचार थियो क्या, होइन विचार थिएन सानो कामले झरेको। अनि अब घर जाने बेलामा चाहिँ यसो भिडियो बनाउँ न त एउटा युट्युबको लागि नहालेको नि 2 दिन भयो भनेर चाहिँ 2-3 दिन बढी भइसक्यो। अनि त्यही भएर यसो बनाउन भनेर बनाउन मन लाग्यो चाहिँ म उसमा आएको आज। सो यही नै हो। तपाईँहरू हेटौँडा अब कतिजना हेटौँडावासी हुनुहुन्छ होइन, मेरो सब्सक्राइबर्स दाजुभाइ दिदीबहिनीहरू एक्सपेक्टेड। अनि त्यसपछि अब कतिजना कहाँबाट हेरिरहनु भएको छ यो भिडियो, यसो कमेन्ट पनि गर्नु होला है। अनि भिडियो मेरो च्यानल कस्तो लाग्दैछ तपाईँहरूले। अब लाइसेन्स बिना चलाइएको छ अहिलेसम्म। मैले तपाईँहरूलाई अस्तिको भिडियो पनि भनेको छु, म लाइसेन्स बिना छु अहिलेसम्म है। अब लाइसेन्स बनाउनु तर्खरमा छु, बन्दैछ। अब छिटै बन्छ, त्यसपछि चाहिँ रैला गरिन्छ होइन। अब अहिले चाहिँ अलिकति बचेर बिस्तारै एकदम ध्यान दिएर ट्राफिक रुल्सहरू यताउति सब हेरेर बरु बिस्तारै पुगेला, तर हतार नगरिकन चाहिँ जानुपर्ने अवस्था हुन्छ अबदेखि चाहिँ। अनि त्यसै कारणले गर्दाखेरि तपाईँहरूलाई यही रिक्वेस्ट गर्न चाहन्छु कि यसो मलाई पनि अलिअलि सपोर्ट गर्नु पऱ्यो होइन। अब केही पनि छैन, म रित्तो छु तपाईँहरूको साथ र सपोर्टले गर्दाखेरि। होइन त आयुष, के छ तिम्रो खबर? ठिकै छ, यही नै हो। मलाई नै बनाउनु भयो नि। तर केही दिनपछि मैले अब भिडियो हाल्न नि पाउँदिनँ, किनकि म बाइबल सेमिनारी जोइन गर्दैछु। बाइबल सेमिनारी 100 दिने तालिम है। बाइबलको हरेक कुराहरू, प्रकाशको पुस्तकदेखि लिएर दानियलको पुस्तकदेखि लिएर उत्पत्तिदेखि प्रकाशसम्मको सम्पूर्ण पुस्तकहरू सहित स्वास्थ्य, मनोरञ्जन र सङ्गीत, म्युजिक होइन, त्यसपछि लगायत फिल्ड भिजिटिङ, सबै उपचारहरूको विषयमा सबै कुरा चाहिँ को लागि चाहिँ सुरु हुँदैछ ट्रेनिङ, जुन चाहिँ 28औँ ब्याच हो। र 28औँ ब्याच पछि फेरि लगतै 29 ब्याच पनि हुन्छ, त्यो बढ्दै जान्छ नै। त्यही भएर तपाईँहरू को इच्छुक हुनुहुन्छ मलाई इनबक्समा कमेन्ट गर्नुहोस् है। अब को क्रिस्चियन हुनुहुन्छ, नम्बर्ने क्राइटेरिया रुल्सहरू पनि हुन्छ नि त। जुन ठाउँमा पनि एउटा न एउटा रुल्स त हुन्छ नै, कि रुल्स बिनाको कुन कम्पनी हुन्छ र होइन। त्यही भएर त्यहाँ पनि रुल्सहरू छ, त्यो रुल्सहरू चाहिँ तपाईँहरूले पालना गर्नुपर्ने हुन्छ। त्यो पालना गरेर तपाईँहरू पढ्नुपर्ने हुन्छ। र अब बाइबल चाहिँ त्यही हो, मैले पहिला पनि लिइसकेको थिएँ र फेरि पनि लिँदैछु म। र तपाईँहरू पनि लिन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् को लिन चाहनुहुन्छ होइन। अब चिनेको मान्छेहरू भेटिन्छ के गर्नु, उनीहरूले मलाई चिन्दैन, सँगै भलिबल त खेलेको नि। अब क्यामेरामा आएको छ भने त्यो हेरौँला पछि होइन। तपाईँहरू कतिजना हेटौँडाबाट हुनुहुन्छ, भलिबलको एकदम फेमस प्लेयर हो क्या। भर्खर स्कुटरमा गयो नि अगाडि होइन, त्यो मोडमा नहालौँ होइन। यहाँनिर अलिकति मलाई ठिक लाग्छ मेरो ठाउँ तल भएपछि एकदम सिस्टमेटिक। र अब पेट्रोल हाल्ने ठाउँ त कुन चाहिँ ठिक ब्याटिङ भन्ने हुन्छ र त्यही पनि जहिले हालिरहेको ठाउँमा सजिलो हुन्छ नि त होइन। त्यही भएर तल गएर हालौँ न त्यो चाहिँ। अब त्यही छ गाइस है तपाईँहरूलाई। होइन त आयुष, त्यसैले बिस्तारै जाउँ न, के भएछ र साइड लाइट दिउँ। अनि यसको पछि गएर अब फेरि यहाँ तेल छैन भन्ने हो भने चाहिँ खत्तम हुन्छ, हामी डुब्यो। उकालोमा चाहिँ 100% खेल्नै पर्छ हामीले। तर यहाँ तेल रहेछ है, बिस्तारै झारिदिउँ यसलाई, बिस्तारै झार्छौँ। त्यसपछि हामी तेल हाल्छौँ, धेरै पनि हालौँ अहिलेलाई। छाना त थियो अलिअलि, त्यही पनि 200। त्यसले नै अलिकति खानेकुरा खान पाएँ है त। मैले त हावामा बनाउँदै हाल्दै गर्ने हो। यो मेरो तेस्रोचोटि हो राइडिङ भ्लग, त्यो पनि हाइवेमा चाहिँ मैले आज पहिलो भिडियो हाल्दैछु। यसले चाहिँ अलिक खाली भएपछि मजा आउँछ क्या है। खाली भएपछि चाहिँ डर पनि छैन गाडी हो। तर यहाँनिर बच्चाहरू निस्किने सम्भावना हुन्छ क्या, त्यही भएर यहाँ पनि स्लो नै जानुपर्ने हुन्छ। तर युट्युबको लागि चाहिँ हरेक कुराको एउटा इन्सपिरेसन हुँदो रहेछ। कसैले इन्सपायर गर्दो रहेछ। ओहो यसले गऱ्यो म पनि गर्छु, कस्तो रहर लाग्दो कुरा गऱ्यो यसले, कस्तो रहर लाग्दो काम गऱ्यो यसले भन्ने एउटा इन्सपिरेसन, त्यसलाई के मोटिभेसन चाहिँ राजकुमार थापा मगर, जो चाहिँ नम्बर 2मा छ मोटो भ्लगरहरूमा नेपालको। नम्बर 1मा एमआरबी दाइ हो है। दुईजनाले चाहिँ एकदम इन्सपिरेसन दिएको छ। दुईजनाले चाहिँ उनीहरूले नि मेहनत गरेछ, अब मैले पनि मेहनत गरेर सक्छु भन्ने एउटा इन्सपिरेसन दिनलाई चाहिँ राजकुमार थापा मगर र एमआरबी दाइ दुईजना हो। र
एकदमै फेभरेट अनि त्यसपछि बेस्ट लाग्छ है। त्यो चाहिँ उहाँको नाम चाहिँ मलाई ठ्याक्कै थाहा छैन, तर म युट्युबको नाम भन्छु किनकि अहिले उहाँ प्रचलित हुनुको पछाडिको कारण नै युट्युबको त्यही नाम दियो, हिस्ट्री है। हिस्ट्री भन्ने बित्तिकै सायद सबैजनालाई झल्को आइरहन्छ होला। उहाँ पनि एउटा इन्सपिरेसन हो मेरो लागि, युट्युबबाट चाहिँ के गर्नु सकिन्छ गर्नुपर्छ है भनेर मलाई जस्तो लाग्छ। उहाँको मैले चाहिँ बोल्छु इतिहास है, इतिहास कोर्न खोज्दै हुनुहुन्छ उहाँले। उहाँलाई पनि हामी सबैजनाले एकदमै साथ सपोर्ट दिन्छ किनकि होइन एकले अर्कालाई सपोर्ट गरेर हामी अगाडि बढ्नु सक्छौँ होइन। त्यसैले इज वान अफ द इन्सपिरेसन। अब राजकुमार दाई त भन्नै परेन, उहाँ त अब इन्सपिरेसन भइहाल्नु भयो। उहाँले इन्सपायर गर्नुभएको कारणले गर्दाखेरि मैले युट्युबमा भिडियो हाल्न सुरु गरेको हो। मैले सायद 2021-22 एउटा हो, त्यही एउटा वर्षमा चाहिँ मैले सुरु गरेको हो। तर अझ है यसलाई गर्दा गर्दा अलिक भिडियो बनाएर हामी बस्ने अवस्था हुन्छ। अहिले नै चाहिँ हामी देख्छौँ फेरि अरू भिडियो आउँछ। एभ्री वान लभ यु अल, बाई बाई, जय मसी।